अनि साथीहरु आफ्टर अ लङ टाइम पछि म आइसकेको छु मेरो एउटा नयाँ भिडियोमा। अनि अबदेखि चाहिँ अरु युट्युबरहरुले मलाई पनि सकेसम्म सपोर्ट चाहिँ दिन खोज्नु होला साथीहरु ल। मैले चाहिँ किन युट्युब छोडेको भनेदेखि मैले चाहिँ यतिकै मैले चाहिँ बनाउन थाले हैन, त्यो भिडियो बनाउन सुरु गरे अरु युट्युबरहरुको हेरेर। अनि म नि बनाउन त अब गर्नै छ हैन, भिडियो बनाउन जानु केही जाँदैन हैन, भरे एक दिनमा एक दिन सक्सेस भइहालिन्छ भनेर मैले बनाएको यो च्यानल हैन। Hey guys, welcome back to my video. I hope सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। अनि आजको मिनी भ्लगमा तपाईहरुलाई मिनी भ्लग भन्न आएछ। आजको न्यू डे न्यू भिडियोमा तपाईहरुलाई स्वागत छ हैन। अनि साथीहरु आफ्टर अ लङ टाइम पछि म आइसकेको छु मेरो एउटा नयाँ भिडियोमा। अनि अझै हेर्नु न साथीहरु, लास्ट हुस्से लागेर केही छैन, केही देखेकै छैन क्या, यस्तो हुस्से लागिरहेछ नि चारैतिर। म चाहिँ भर्खर ट्युसनबाट आएको। अनि लास्ट चिसो थियो आज पनि। हुन त जहिले पनि चिसै हुन्छ, तर आज त लास्ट चिसो छ, किनभने पुस लागिसक्यो नि त हैन। त्यही भएर हेर्दै चिसो बढेर केही छैन यार। गरौँ भने पनि कस्तो धुवा उठिदिन्छ। अनि त्यही अहिले भर्खर ट्युसनबाट आएको म चाहिँ अघि आउन चाहिँ आएर भर्खर खाना खाएर माथि आएर अब मेरो भिडियो नि नबनाएको धेरै भयो। मैले सोचिरहेको छु कि म अबदेखि भिडियो बनाऊँ हैन, बनाएर अलिक रेगुलर हुन सकौँ भन्ने चाहिँ मेरो चाहना छ। किनभने मैले चाहिँ मिनी भ्लग पनि ट्राई हानिसकेको छु। अब यो भिडियो एडिट भएर अपलोड भइसकेपछि अनि त्यसको भोलिपल्टदेखि चाहिँ मेरो मिनी भ्लग कन्टिन्यू हुन्छ, तपाईले हेर्न नि पाउनुहुन्छ। त्यही हो। अनि लास्ट हेर्नु नि, गुस्से त जाने नामै लिएको छैन। अनि आज हाम्रो स्कुलमा चाहिँ ट्यालेन्ट सो रहेको छ। अनि दिनैभरि पढाइ त हुँदैन, हल्का फुल्की आज यस्तो ट्यालेन्ट सोहरू गराउनुहुन्छ होला स्कुलमा। अनि केही देखाएको छैन हैन, रोडहरू पनि अघि म आउँदा झन् केही देखाएको थिएन, अहिले त अलिक ठिक्क देखिन थालेछ, अघि झन् केही देखाएको थिएन। अनि त्यो आज स्कुलमा हल्का प्रिटेस्टहरू पनि छ। अनि प्रिटेस्टको साथसाथै अनि आज ट्यालेन्ट सो प्रोग्राम पनि छ दिनैभरि। अनि त्यस्तोले आज दिनैभरि बस्न पाइने भयो भन्ने कुरा कन्टिन्यू भयो है त। अनि जाडो पनि छ, न्यानो लुगाहरू लाउनु होला। अनि त्यो मिनी भ्लग ट्राई हान्दैछ साथीहरू। यो चाहिँ मैले ढाँटे हैन, मिनी भ्लग चाहिँ मैले सकेसम्म आधी बनाइसकेको छु। अनि मैले मिनी भ्लगको लागि त्यत्रो दिन ब्याकग्राउन्ड म्युजिकहरू खोज्दै थिएँ। अनि अलिक राम्रो भेटेको थिएन क्या म्युजिकहरू पनि। अनि बल्ल चाहिँ एउटा राम्रो म्युजिकहरू भेटेँ एउटा एपबाट हैन। अनि त्यही हो, अबदेखि चाहिँ म अलिक म्युजिक पनि इम्पोर्टेन्ट नै हुन्छ क्या त्यो ब्याकग्राउन्ड म्युजिकको लागि। अनि त्यही भएर मैले चाहिँ म्युजिकै खोज्दै बसेको यत्रो वर्ष भयो, यत्रो महिना हुनु लगभग दुई महिना हुन आँटिसक्यो होला। सायद तिहारमा हालेको थियो होला त्यो माछा काटेको जस्तो भिडियोहरू। त्यो पनि राम्रै भ्युज आएको छ, तपाईँहरूले दिनुभएको छ आफ्नो हैन। त्यो हुस्सेको त हट्ने नाम लिएको छैन हैन। त्यही हो। अब अहिले चाहिँ म एकछिन बसिरहेको छु। अब हाम्रो नि स्कुल जाने बेला हुन आँट्यो, 9 बजेपछि लुगासुगा लगाएर नि चट्ट हिँड्नुपर्ने छ। अहिले टाइममै हिँड्ने गरेको छु मैले पनि स्कुल। अनि आजकल चाहिँ म बस स्टुडेन्टबाट साइकल स्टुडेन्ट पनि भइसकेँ। धेरै कुराहरू नगरौँ, अब भरेतिर आएर तपाईँहरूलाई मिसो हल्का ग्राउन्ड गरिदिउँ न त, भनौँ न, मतलब भरेतिर आएर तपाईँहरूको लागि भिडियो पनि बनाइदिन्छु। अनि सपोर्ट चाहिँ बनाएर राखिराख्नु होला हैन। अनि भरे आएर तपाईँहरूलाई भेट्छु। अहिले त हेर्नु नि हट्ने नाम त लिएको छैन टक्क। अहिले त हुस्से पनि ठिक्क लागिरहेछ, अहिले त ठिक्क देखिने भएको छ। अघि त म त केही देखाएको थिएन। त्यही अब भरे आएर तपाईँलाई म भिडियो बनाउँछु। अनि मैले किन युट्युबहरू छोडेँ, त्यसको कारण के हो सब थोक भन्छु म तपाईँहरूलाई। अनि त्यो भनिसकेपछि मेरो मिनी भ्लग पनि भोलिदेखि कन्टिन्यू आउँछ हैन। अनि कन्टिन्यू आएपछि तपाईँहरूले नि मिनी भ्लगमा मलाई आफ्नो दिन्न हैन, रिकग्नाइज दिन्न मलाई। अब मतलब सब्सक्राइब गरिदिनु हैन, लाइक गरिदिनु, के गरिदिनु, सब गरिदिनु क्या हैन। अनि फेरि त्यो सब्सक्राइब लाइक मात्र पुग्दैन नि मलाई, फेरि भ्युज मतलब कि भिडियो फुल हेरिदिनु पर्यो क्या। त्यही हो, तपाईँहरूले चाहिँ कन्टिन्यू मलाई भिडियो नि हेरिदिराख्नु भएको रहेछ, मैले हल्का हेर्दै थिएँ। त्यही हो। अब हुस्सेहरू पनि लाग्दै गर्छ, भरेसम्ममा त सायद यो सबै हटि पनि सक्छ होला हैन, क्लियर भइसक्छ होला। अब भरे स्कुलबाट आएर तपाईँहरूलाई म भेट्छु है त। साथीहरू म मेरो स्कुलबाट म आइसकेको छु घर हैन। लास्टै हावा चलिरहेछ हेर्नु न, यहाँनिर घलचल अति नै हावा चलिरहेछ। अनि म चाहिँ स्कुलबाट आइसकेको छु, अलि नै भर्खर आएको। आएर भर्खर खाजाहरू खाएँ हैन मस्त। अनि
खाजासाजा खाएर यस्तो बाहिर आएको त होइन त कस्तो हावा आइदिरहेको हेर्नु न घाम लागिरहेछ टलल होइन हावा पनि त्यही अनुसार चलिरहेछ मलाई मात्र होइन कि हेर्नु न हावा पनि यस्तो चलिरहेछ अन्त यो साथीहरू भिडियो बनाउँछु भनेको थिएँ अनि बनाउन थालिसकेको छु अबदेखि चाहिँ म बनाउँछु भिडियोहरू होइन त्यही हो अब त लास्ट हावा लागिरहेछ फेरि घाम पनि लागिरहेछ हेर्नु न भर घाम पनि चट्ट लागिरहेछ हावा पनि लागिरहेछ त्यही हो अब अहिले चाहिँ म भर्खर स्कुलबाट आएको कि अनि के बनाउनु के कसो गर्नु भन्ने नि मैले भएन क्या अनि त्यही भएर अब भन्नुपर्ने छ तपाईँहरूलाई किन युट्युब छोडेँ के गरेँ के कारणले होइन चत्तुक भन्नुपर्ने छ यार तर अनि मैले एक महिना गर्दै एकवटा भिडियो अपलोड गरिरहेको छु होला होइन त्यो चाहिँ हल्का अलिकति प्रब्लमले नै गर्दाखेरि हो होइन एक महिनामा होइन एउटा भिडियो भनेको चाहिँ अति नै उयो हो क्या कतिको चाहिँ डाउनफल चलेर नि यस्तो गर्छन् कि तर मेरो डाउनफल होइन मेरो अलिक सब्सक्राइबरहरू कमिएको छैन मैले त्यही अनुसार राम्रो भिडियोहरू बनाउनु पर्ने हुन्छ भन्ने मलाई अहिले याद भइरहेछ होइन त्यही भएर अबदेखि चाहिँ म आफ्नो ट्राई बेस्ट गर्ने वाला छु होइन तपाईँले मलाई साथ सपोर्ट भन्ने कुरा दिइराख्नु होला सकेसम्म होइन अनि त्यही हो अहिले चाहिँ भर्खर स्कुलबाट आएको हेर्नु न मस्त बाहिर त हावा हुन्डरी चल जस्तो भइरहेछ त्यही हो आजको हाम्रो भिडियो तपाईँलाई के कस्तो लाग्यो होइन आइप सबैजनालाई राम्रै लाग्यो नै होला अनि आजको भिडियो त्यही हुन्छ अब इन्ड यति गरिदिन्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई